सेवा सम्पूर्णमा चामलिङ खम्बातिम परिवार उयाङबाट आज चाहिँ हामी रामप्रसाद राई गाउँपालिका कटुन्जेमा साकेला प्रतियोगितामा आएको छौँ है। अनि तपाईहरुलाई चाहिँ हामी यताको दृश्यहरू देखाउन गइरहेको छौँ। हेर्नु होला, यहाँनेरि नाच भइरहेको छ। यता स्टेज देख्न सक्नुहुनेछ। उभो दर्शक, यता गाडीहरू रहेको छ, यता दर्शकहरू हुनुहुन्छ है। अनि यता हाम्रो दिदी हुनुहुन्छ निलम चामलिङ राई है। अब यता फेरि अर्को स्टार्ट हुन लागेको छ, अर्को ग्रुपको डान्स है। यता निकै आजको माहौल चाहिँ एकदम रमाइलो रहेको छ। अनि देख्न सक्नुहुन्छ तपाईहरुले, यो भनेको चाहिँ अहिले हुर्बुको टिम रामप्रसाद राई गाउँपालिका हुर्बु भन्ने ठाउँको टिम रहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ उहाँहरूको उपस्थिति। यता देख्न सक्नुहुनेछ निकै दर्शक श्रोताहरू। यो चाहिँ रामप्रसाद राई गाउँपालिका हुर्बुको टिम रहेको छ। जम्मा आज चाहिँ 8 टिम भएको थियो है। त्यसमध्ये हामी चामलिङ खम्बा टिम केमयौं गाउँपालिकाबाट, साथै रामप्रसाद राई गाउँपालिका हुर्बु भन्ज्याङ, रामप्रसाद राई गाउँपालिका चेवा, साथै अन्य विभिन्न ठाउँहरूबाट पनि पाल्नु भएको छ है। यता चाहिँ हाम्रो टिमहरू रहेको छ है। यता देख्न सक्नुहुन्छ सम्पूर्ण दर्शकहरू रहनु भएको छ है। यो भनेको चाहिँ रामप्रसाद राई गाउँपालिका कटुन्जेको साकेला मैदान रहेको छ है। यहाँ पर स्कुल रहेको छ, यहाँ पर स्कुल रहेको छ भने यो ग्राउन्ड। अनि यो ग्राउन्डभित्र आज चाहिँ साकेला प्रतियोगिता भइरहेको छ। आउन जाऊँ उता हाम्रो टिमहरूले। तपाईँहरू देख्न सक्नुहुन्छ यता मान्छेको माहौल, दर्शकको माहौल, साथै प्रतियोगितामा भाग लिन आउनुभएका सम्पूर्ण प्रतियोगिता प्रेमीहरू हुनुहुन्छ। यता चाहिँ हाम्रो चामलिङ खम्बा टिमको परिवारहरू रहेको छ है। यता देख्न सक्नुहुन्छ होटेलहरू रहेको छ। यता चाहिँ हाम्रो खम्बा टिम, चामलिङ खम्बा टिमको परिवार है, खानपिनको छ है। यता चाहिँ हाम्रो एकदम राईको के भन्छ यो, के भन्छ कोदोबाट बनेको वासिम है। यो चाहिँ हाम्रो शिशिर दाइले छानिराख्नु भएको छ। यतातिर टिममा हुनुहुन्छ यता भाउजू, यता भाउजू। अनि यता हाम्रो युट्युबर फादे हुनुहुन्छ, यता हाम्रो सर हुनुहुन्छ, यता हाम्रो दाजु हुनुहुन्छ है। यता हाम्रो सबै, यता हाम्रो परिवार है खम्बा टिम चामलिङको। अनि हाम्रो गाडी चाहिँ यता रहेको छ है। अनि हाम्रो ब्यानर चाहिँ यता छ, तर ब्यानर चाहिँ यस्तरी पटाएर राखेको छ। अब एक्लै सम्भव छैन। हेलो भनिदिनु काका। यता देख्न सक्नुहुन्छ तपाईँहरूले यो पहाडीको भनेको चाहिँ बोल्मी राजा रानी भिर रहेको छ। यहाँनिर निकै पुरानो इतिहासको कथाहरू रहेको छ है। साथै यहाँनिर नागछागाहरू, अन्य
महावीरहरू पनि रहेको छ तर अहिले यहाँबाट देखिएको छैन है तपाईहरुले देख्न सक्नुहुन्छ यो गोल्मे राजा रानी वीर तर मैले यो टाढो बाटो गरेर खासै राम्रो क्लियर आएको छैन तपाईहरु कतिजना त पुग्नु पनि भएको छ होला थाहा पनि छ होला त्यही पनि आज हामी यता आएको बेलामा यसो छोटो सर्ट भिडियो बनाएको छु है गर्मीले साह्रो पार हे गर्मी लाग्यो है गर्मी उपरै छ भदै गर्मी पनि उपरै छ है अनि हामी चाहिँ त सक्नुहुन्छ यहाँनिर हाम्रो जार छान्ने काम पनि सकिएछ है हैन यो त एक सर्को मात्र बाँकी छ अब यहाँनिर एकदम हाम्रो चाहिँ यो चोखो वासिम भन्छ है यसलाई चाहिँ तपाईहरुलाई नि मनपर्छ भने खान आउनु होला है यहाँ चाहिँ हाम्रो भाउजू दुईजना भाउजूले पेप्सी मलाइरहनु भएको छ है यता हाम्रो नाना हुनुहुन्छ उता गुरुजी हुनुहुन्छ त दाजु हुनुहुन्छ है हाम्रो दाजु है हाम्रो घरको कान्छी छोरी हाम्रो चम्लिङ खम्बा 3 को कान्छी छोरी पर्नुभयो है उहाँ चाहिँ सबै हामी चाहिँ नाचिसकेर बसिसकेको है बसिरहेको छौँ देख्नुहुन्छ बजार यहाँ पर रहेको छ यहाँ चाहिँ नृत्य प्रस्तुत भइरहेको छ रामप्रसाद राई गाउँपालिका बुल्केको आजको मौसम चाहिँ एकदम गर्मी रहेको छ है गर्मीले गर्दा सबै मान्छेहरू हजुर भन्दै यता चाहिँ हाम्रो चर्खा है यसलाई चर्खा भन्छ हाम्रो चर्खा घुमिरहनु भएको छ यता चर्खा भन्छ यता हाम्रो छुन्छे कटुवा चार खानेहरू छ पनि हाम्रो चम्लिङ खम्बा 3 को कान्छी छोरीले चम्लिरहनु भएको छ यता हाम्रो सम्पूर्ण टिम यो चाहिँ हाम्रो गाडी ल दुईटा गाडीबाट आएको है अनि बाइकहरू देख्न सक्नुहुन्छ है रुमाहरू रहेको छ एकदम रमाइलो आज मौसम पनि साथ दिएको छ है watching for the video subscribe गर्नु होला च्यानल